नदीको पीडा युवाको जिम्मेवारी। नेपालका नदी र पोखरीहरू हाम्रा जीवनका स्रोत हुन्, तर आज ती पवित्र नदीहरू बिस्तारै प्रदूषित हुँदै गइरहेका छन्। ल पढ्नेजी घरमा त राम्रोसँग पूजापाठ गराइदिनु भयो होइन। अब यो सेलाउने काम चाहिँ रह्यो। सेलाउने पनि राम्रो शुद्धसँग मन्त्र उच्चारण गरेर हाम्रो सेलाउने काममा पनि राम्रोसँग गरिदिनु होला है पढ्नेजी। हुन्छ नि, भइहाल्छ नि। हेर त हामी त खोला नाला सफा गर्ने अभियानमा हिँडेका, यहाँ त कति फोहोर गरिरहेछन्। हो त यता जताततै फोहोर छ। झन् हामी त विद्यालयमा पनि पढिरहेका अनि देशभरि मान्छेले फोहोर नगर भन्ने अभियान चलाइरहेका छन्, तर मान्छेले यसरी आफै फोहोर गरेपछि त कहाँ हुन्छ नि। हाम्रो त अभियान असफल होला जस्तो छ साथी। हो त यसरी फोहोर गरेर हुँदैन नि। खै बाबु नानीहरू बाटो छोड त, हामीले पूजा गरेको फुल मैले नदीमा सेलाउन जानु छ। तपाईँ त्यस्तो जान्ने बुझ्ने मान्छे, पढे लेखेको मान्छे, झन् तपाईँले जनचेतना फैलाउनु पर्ने, हामीले फोहोर मैला नफालौँ भनेर झन् तपाईँ आफै फोहोर फालिराख्नु भएको छ। यसलाई कहाँ फोहोर मैला भनेको, हामीले त यो पूजा गरेर ल्याएको यो पवित्र सामग्री हो, हामी यता सेलाउन आएका होइन। हजुर जस्तो यस्तो ठुलो मान्छे भएर यस्तो नबुझ्ने कुरा नगर्नु न। यो पानी त हाम्रो लागि धेरै उपयोगी छ। यसले गर्दा हामी सिँचाइ गर्छौँ, यसमा जीवजन्तु बस्छन् अनि बाहिरबाट आउने जीवजन्तु पनि यहाँ पानी खान्छन्। यदि यसरी फोहोर फाल्ने भने यो नराम्रो हुँदैन र? हो नि, कुनै समयमा यहाँ डल्फिन जस्ता ठुला माछाहरू देखिन्थे, आजकल त सानो माछा पनि देखिँदैन। हजुरहरू जस्तै मानिसको कारणले यस्तो हुँदैछ। हेर्नुहोस् त यहाँ कति फोहोर छ। होइन, तिमीहरूले यस्तो भनेर हुन्छ र? हाम्रो पहिलेदेखि चलिआएको चलन चल्तीलाई तिमीहरूले भन्दैमा हामीले परिवर्तन गर्ने हो र? खै बाटो छोड। तिमीहरू को सम्झाउने? तिमीले सम्झाएर हुन्छ? हाम्रो पुर्खौँदेखि चल्दै आएको छ परम्परा, तिमीले हामीले सम्झाए। तिमीहरू को सम्झाउने? भर्खरै केटाकेटीहरूले हामीले सम्झाउनु पर्छ। जजमान आवेगमा नआउनुहोस्, हामी पहिला कर्मकाण्ड सकौँ अनि बिस्तारै कुरा गरौँला। होइन, हजुरले कस्तो कर्मकाण्डको कुरा गरेको? फेरि यति सम्झाइरहेको छ हामी फोहोर नफाल्नु भनेर फेरि त्यस्तो कुरा गर्ने? अझ धेरै बोल्दैछ तिमीहरू। समाजको खोला फाल्यो तिमीहरूले, अनि हाम्रो यो पूजा सामग्री नसेलाएर के गर्ने त हामीले? खोलामा फाल्ने मात्रै उपाय होइन नि त, यसमा रहेका प्लास्टिक जन्य वस्तुबाट हामीले पुनः प्रयोग गर्न सक्छौँ भने कम्पोस्ट मल, जुन कुहिने वस्तुबाट हामीले कम्पोस्ट मल बनाएर कृषिमा पनि त प्रयोग गर्न सक्छौँ नि त। हजुरले यो कुरा बुझ्नु पर्यो नि त। तिम्रो ज्ञान तिमीसँगै राख बाबुहरू, हामीसँग हामी मलाई आफै बनाइहाल्छ। हाम्रो घरमा धेरै गाई भैँसीहरू हुन्छ। ल आउनु सेलाउनु। पण्डितजी यसरी सुरु गरौँ। यस्ता केटाकेटीको कुरा सुनेर हुन्छ? ओम नमो तत्तम, ओम शान्ति। बालक नफाल फोहोर। म नदी हुँ नानी बाबुहरू, तिमीहरू न डराऊ। तिमीहरूले फालेको फोहोरले मेरो सास रोकिरहेछ। म माछाको घर हुँ, तिमीहरूको जीवन हुँ, मलाई फेरि पवित्र बनाऊ। सुन्नुभयो नि, अब त नदी देवी स्वयं आफै प्रकट भएर आफ्नो गुनासो सुनाउँदै हुनुहुन्छ। अब त हाम्रो कुरा बुझ्नुभयो होला नि। हो केटाहरू, तिमीहरूको ज्ञानले गर्दा मेरो आज आँखा खोल्यो र नदी देवी स्वयं प्रकट हुनुभयो, जसको ज्ञानले गर्दा मेरो पनि एकदमै मन शान्त बनाएको छ। नदी देवी हजुरले हाम्रो आँखा खोलिदिनु भयो र केटाकेटीहरूको कुरा सुनेर हाम्रो मन एकदमै शान्त र पवित्र भएको छ। आजदेखि हामी कहिले पनि नदीमा फोहोर फाल्ने छैनौँ। जुन युवा र युवतीहरूले दिएको ज्ञान, जुन स्कुलमा पढ्ने ज्ञान छ, त्यसले गर्दा हामी सबैको आँखा खोलेछ। हजुर आउनुभयो, हजुर अब आफ्नै स्थान जानुहोस् नदी देवी, जानुहोस्। नदीको आवाज हामी सबैले सुन्नुपर्छ, किनकि पानी नै जीवन हो र जीवनको रक्षा हाम्रो जिम्मेवारी हो। मलाई अब आशा छ अब तिमीहरू फोहोर फाल्दैनौ र म अब आफ्नै स्थानमा जान चाहन्छु। नदी बचाऊ, जीवन बचाऊ।